हेलो गाइज, आज चाहिँ म एउटा यहाँ मसँग देखिसक्नुभयो एउटा मसँग बोका छ। त्यसलाई चाहिँ म एउटा कसरी चाहिँ गर्लफ्रेन्ड पटाउने, कसरी तैँले चाहिँ होइन अरूको त्यहाँ बाख्रा चाहिँ पटाएर टक्क माया जालमा पार्ने भन्ने कुरा सिकाउँदैछु। ध्यान दिएर सुन यहाँ होइन। टक्क जाने घाँस एकदम राम्रो घाँस लगेर जाने है, अन्त पटिँदैन त घाँस ए बुझिस्। तपाईँ सुन, यहाँ दुईजना छ, दुईजनालाई म टक्क यहाँ टिप्सहरू दिँदैछु। केटी पटाउने टिप्स, केटी पटाउने रे बाख्रा पटाउने टिप्स है, बुझिस्। घाँस टक्क लगेर जाने, त्यहाँबाट तैँले चाहिँ भन्ने, त्यो भनेको चाहिँ म तिमीलाई माया गर्छु भनेको, बुझिस्। अनि त्यहाँबाट भनेपछि त अब नजिक आउँछ अनि घाँस दिने है, घाँस दिने। घाँस दिने भनेको मलाई खाने होइन यार, मेरो लुगा खाइदियो। त्यसपछि भने चाहिँ के गर्ने भन्दाखेरि टक्क घाँस दिएपछि बिस्तारै लोरी सुनाउने, गीत सुनाउने, बुझिस्। दुर्गेश थापाको जस्तो गीत सुनाउने, त्यस्तो हल्लाएन, एकदम रोमान्टिक गीत सुनाउने। कता हिँडेको बिजुली बालेर भनेर गर्दै गीत सुनाउने। ताइजन यहाँ सुन, तँलाई तेरै भलाइको लागि भनेको, त चाहिँ किन नमाने यहाँ हेरु तेरो यहाँ 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 त्यो भिडियो आउँदैछ यहाँ टिप्स यहाँ 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 मानेन, टिप्स चाहिँ कामै लागेन यहाँ। अब फेरि यहाँ स्याबास, गुड। मालिस कर, मालिस, जुम्रा हेर्दे, गुड, जुम्रा हेर्दे। गाइजहरू यहाँ बाख्राले मेरो जुम्रा हेरिदिँदैछ, तर मेरो जुम्रा छैन। मलाई बाख्रा सम्झिने होइन क्या, बुझिस्। तेरो आफ्नो गर्लफ्रेन्ड छ, गर्लफ्रेन्डलाई सम्झिने। गाइजहरू यहाँ चाहिँ मेरो बाख्राले चाहिँ आज यहाँ मलाई के गर्दैछ यार, के गरे लाज लाग्यो नि तँलाई। यहाँ बस, यहाँ 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 एकदमै यहाँ मलाई चाहिँ यत्तिकै के गर्छ यार, के गरे यहाँ हेर, यहाँ क्यामेरामा, यहाँ फोकस, क्यामेरामा फोकस। तेरो नाम भन्दे, ओइ नाम भन्, यहाँ नाम भन्। छ्या तेरो गर्लफ्रेन्डलाई गर्नु त्यस्तो यार, मलाई गर्ने नि त यार। तेरो गर्लफ्रेन्ड हुन्छ होइन, गर्लफ्रेन्डलाई गर्ने है, बुझिस्। थेट मारे यार, यसले मलाई मारे के गरे यार, के गरे। अहिले चाहिँ हामीसँग भएको यही बाख्राहरू हो। अब चाहिँ एकछिनमा हामी यसलाई यिनीहरूलाई चराउने लानेछौँ। नचल एकदमै यहाँ छटपटी रहेछ। आफूहरूलाई आज म खतरा ठाउँमा लाँदैछु, धैर्य गरेर बस्छ। अहिले चाहिँ एकछिन यहाँ भित्र राख्नुपर्ने छ, किनभने झिँगाले एकदमै दुःख दिन्छ। यहाँ चाहिँ भित्र चाहिँ झिँगाले दुःख दिँदैन, त्यही भएर एकदमै अब बाख्रा पाल्नु सङ्घर्ष छ, पैसा कमाउनु गाह्रो छ यार बाख्रा पाल्नु। तर जे होस्, दुःख गरे अनुसार राम्रो आम्दानी पनि हुन्छ। हामीसँग भएको त यही हो। अहिले दुईवटा मौले यति धेरै बनाइरहेछ, बढ्दैछ। अब यो सँगसँगै यता पनि बच्चाहरू यहाँ राम्रो जातको निस्किएको छ। म बेलामा ट्रेनिङ पनि दिइरहन्छु कसरी बाख्रा पटाउने। भाले पनि छ है, भाले हाम्रो गर्दैछ कुखुरा। यहाँ के गर्छु के लक्ष्य यार, लक्ष्य तँलाई म के चाहियो यार, के चाहियो तँलाई, के चाहियो। यही हो, यो बाख्राहरूले मलाई हैरान बनायो, हैरान। बाख्राहरू हैरान छ। अब यही हो, बाख्रा हेर्ने बेला हो। थ्याङ्क यू सो मच मेरो छोटो भ्लग।